जय श्रीमन नारायण। नमस्कार। म आचार्य श्री डाक्टर महेन्द्रनाथ मुन्डा, पिरामिड वास्तुविज्ञ। नेपालमा तोडफोड नगरिकन पिरामिड यन्त्रबाट वास्तुदोष निवारण गर्न सिकाउने एकमात्र ठाउँ। अरू भिडियोहरू तपाईँ हाम्रो लोड भइरहेछ, तपाईहरुले हेर्नुभएको होला। त्यसमध्येमा आज हामी पिरामिड वास्तुको केही अरू प्रोडक्टहरू लिएर आएका छौँ। यो लाइफ ग्रीन वेल्थ भनेर छ, मर्करी फर बिजनेस भनेर छ। यो गोल्ड भर्सनमा लाइफ ग्रीन छ भने यो प्लेन भर्सनमा छ, सानो पैसाको हिसाबले पनि हेर्ने हो भने। अनि फ्यामिली रिलेसनशिप बढाउनको लागि यो छ। अहिले हामी कहाँ भएको 4वटा पिरामिड छ, तर यस्ता करिब करिब 12-15 वटा पिरामिडहरू, 18 वटा पिरामिडहरू यस्ता खालका छन् जसलाई हामी पाइरोन भन्छौँ। यी पाइरोनहरू कुन ठाउँमा कसरी लाउने त्यो ज्योतिषको हिसाबले पनि यसमा क्याल्कुलेसन भएको छ, त्यो पनि गर्न सकिन्छ। अनि सबभन्दा पहिला कुरो के छ भनेपछि अब यो यन्त्रहरूमा ऊर्जा कसरी बढ्छ भनेर कुरा आउँछ। अब हेर्नुहोस्, यो लाइफ ग्रीन वेल्थ भनेर एउटा पिरामिड यन्त्र, पाइरोन यन्त्र छ। त्यो अलवेज घरको, अफिसको आग्नेय कोणको दक्षिणपट्टि राखेर हामीले यसको ऊर्जा पाउन सक्छौँ। शास्त्रमा के भनिन्छ भनेपछि, वास्तु, हाम्रो पिरामिड वास्तुको शास्त्रमा पनि भनौँ, बेसिक वास्तुको, वैदिक वास्तुको शास्त्रमा पनि भनौँ, आग्नेय कोणबाट पनि लक्ष्मीको प्रादुर्भाव हुन्छ। त्यो कारण किन श्री सूक्तमा प्रथम श्लोक जुन छ त्यो आग्नेयबाट नै सुरु भएको छ। त आग्नेय कोणबाट पनि हामी लक्ष्मीलाई कसरी पाउने हो, त्यसको अझ राम्रो सपोर्ट पाउनको लागि माता लक्ष्मीको यो पिरामिडहरू हामीले प्रयोग गर्न सक्छौँ। व्यापार बढाउनको लागि यो मर्करी भयो। फ्यामिली रिलेसनशिप अझ स्ट्रङ पार्नको लागि आजभोलि देखिने जुन सबभन्दा ल्याक छ, दिनभरि कुरै हुँदैन, रातभरि कुरा हुँदैन, कति दिन कुरा हुँदैन मान्छेहरूको, रात कति त्यो हिसाबले त्यहाँ अब रिलेसनशिपलाई अलि स्ट्रङ गर्नु छ भने यस्ता पिरामिडहरूमा फ्यामिलीका मेम्बरहरूको फोटो राखेर पनि हामी आफ्नो रिलेसनशिप, फ्यामिली रिलेसनशिपलाई, स्पेसली यसमा एउटा पिङ्क पिरामिड भनेर छ, लभ पिङ्क भनेर छ। त्यसमा वाइफ हस्बेन्डको फोटो राखेर, आमा बुवा छोरा छोरीको फोटो राखेर त्यो भयो। अनि फ्यामिली रिलेसन स्पेसली भनेपछि यो भयो। त्यस्ता पिरामिडहरू 18 प्रकारका छन्, जुन हामीले फोटो तपाईँले हाम्रो यो भिडियोमा हेर्न सक्नुहुन्छ। कुन चाहिँ कति बेला युज गर्ने, कहाँ युज गर्ने, त्यो त हाम्रो रोजाइमा हुन्छ। अब यो गोल्ड पिरामिड मोर पावरको लागि हो। यो प्लेन भयो, कहिलेकाहीँ पहिला यही निक्ल्या हो, पछि मान्छेको डिमान्ड राम्रो, मलाई अझ राम्रो पावरफुल चाहियो भनेर हाम्रो जितेन गुरुले पहिला त यो निकाल्नु हो, किनभने एफोर्डेबल मान्छेलाई हुन्छ हुँदैन सबै थोक हेर्न पर्यो आजको डेटमा। यो फेरि गोल्ड पिरामिड, गोल्ड पावर, यो सबै गोल्ड जति छ 24 करेट गोल्ड प्लेटेड भनेर हामीलाई आइरहेको हुन्छ। यसको पछाडि पनि गोल्ड प्लेटेड छ। यसमा चाहिँ तल कपर छ, माथि चाहिँ गोल्ड प्लेटेड सेन्ट्रम दिएको छ। त्यो हिसाबले यो यन्त्रहरू हामी आफ्नो चाहना अनुसार हामी लगाएर अगाडि बढ्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ। धन्यवाद।